ल है विनोदको घर अब बन्यो फाइनल्ली। ल एकदमै हामी खुसीको पलमा छौँ दर्शकवृन्द। विनोद भाइको घरको आज जग उद्घाटन भइसकेको छ र आजदेखि घर बन्न सुरु भइसकेको छ। योभन्दा खुसी खबरहरू के हुन सक्छ हैन विनोद भाइ? अब यस्तो घर कहिले बनाउँला, कहिले यस्तो आमा बुवाहरूलाई बसाल्नुमा भन्ने लाग्थ्यो हैन। दिनरात सोचमा पर्थ्यो, तर आज पुरा हुँदैछ बिस्तारै र छिट्टै पुरा हुन्छ। अब तपाईहरुले गर्दा सबै तपाईहरुको टिमहरु, उहाँ श्री दाइ, नवीन दाइ अनि हाम्रो सन्दम दाइ सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। के भइरहेछ त विनोद यहाँ? यो त नसोचेकै भइरहेछ। सधैँ राम्रो होस्, सबैको राम्रो होस् भन। यसो गर्दै घुमाइदियो। दर्शकवृन्द हेर्नुहोस् त, हामी यति बेला खुसीको पलमा छौँ। फाइनल्ली विनोद भाइको घर बन्दैछ र आज जग उद्घाटन गर्दैछौँ हामी जग खनेर। यताबाट हुन्छ हो। ल आजै विनोद भाइको जन्मदिन र आजै विनोदको घर बन्दैछ। हेर्नुहोस् त, जगको पूजा एकदमै जग पूजा पनि आजै भयो र भाइ विनोदको जन्मदिन पनि आजै पर्यो। यो कस्तो संयोग! आहा हेर्नुहोस् त। ल भाइ, जन्मदिनको धेरै धेरै शुभकामना तिमीलाई। र जन्मदिनको उपहार म तिमीलाई के दिएँ थाहा छ? घर है। दाइले घर बनाएर मलाई जन्मदिनको उपहार दिनुभयो भनेर सम्झिनु सधैँभरि। हरेक जन्मदिनमा तिमीले यही सम्झिनु है। बसेको थिएँ अहिले सम्रोएर, म त खुसी घर बन्ने भएर परेको छु दङ्ग। किन यति बोल्न मन लाउँछ, किन यति हाँस्न मन लाउँछ मलाई तिमीसँग, किन यति बोल्न मन लाउँछ, किन यति हाँस्न मन लाउँछ मलाई तिमीसँग। अब प्रसादहरू छ यहाँ, केरा छ होइन। टिका चढाइदिउ त्यहाँ काठमा राखेर टक 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 चढाइदिउ। ल यो त्यहाँ भन। ल नमस्ते। यो चढाइदिउ, त्यहाँ चढाइदिउ। एक दुईवटा चढाइदिउ न। आमा आउनुहोस् त यता। चप्पल छोडेन। खुसी हुनुहुन्छ नि आमा? खुसी छु, आज धेरै खुसी छु है। हजुर, आजै घर बन्न सुरु भयो, आजै छोराको जन्मदिन। आजै जन्मदिन पनि पर्यो, आजै घरको पनि भयो, जगको पूजा पनि भयो। जगको पूजा पनि भयो। धेरै धेरै धन्यवाद छ मेरो छोरालाई। अब आमालाई कुन लगाइदिन्छ त? छोरालाई लगाइदिनु मिल्छ? छोरालाई त मिल्छ होइन, आमाले आफै लाए पनि हुन्छ नभए। हो ल मन्त्र पढेर लगाइदिनु। हुन्छ राम्रो। तपाईँले त्यहाँ छोरो जन्माउनु भएको रहेछ। त्यहाँ विश्वमा जुमबारी भन्ने कोही कोहीलाई थाहा थियो, अहिले यो बाबुले गर्दा जुमबारी भन्ने विश्वलाई थाहा भयो। अनि हामीले चाहिँ जुमबारीबाट चाहिँ हाम्रो भोजराजहरूले आएर सबै पूजा आजा घरको चाहिँ निर्माण गरिदिनु भएको छ। सबै कहिले पनि नबिर्सिनु र सम्झिरहनु होला। मलाई धन्यवाद छ नि। ल राम्रो छोरो जन्माउनु भएको रहेछ, ठिक छ। ल तपाईँ छोराको जन्मदिन पनि घरको जग पनि आज सबै हामीलाई पनि अलिकति लगाइदिनु। ल उहाँले पनि धेरै हाम्रो मेरो छोरालाई अगाडि बढाउनु भयो। आज यस्तो घरको थालन सब जन्मदिन सब मनाइदिनु, खुसी छु। मलाई जति पनि सहयोग गर्नु भएको छ होइन यो घरको लागि, उहाँहरूलाई धेरै धेरै धन्यवाद सबैजनालाई।